नमस्कार। कौडिन्य ज्योतिषी सेवामा यहाँहरूलाई स्वागत छ। आज हामी 2081 साल चैत्रको 1 गते लाग्दै गरेको चन्द्रग्रहणको विषयमा केही जानकारीहरू दिन गइरहेका छौँ। हुन त यो नेपालबाट देखिँदैन, तैपनि ग्रहण लागिसकेपछि यो ब्रह्माण्डमै, यो गोलार्धमै र यो पृथ्वीमै त्यसको सूतक लाग्नेछ। जसअनुसार तपाईको कुण्डलीमा, तपाईको राशिमा या तपाईको भाग्यमा कस्तो असर पर्छ, सोही अनुसार हामी तपाईलाई प्रत्येक राशिगत रूपमा जानकारी दिन गइरहेका छौँ। यो ग्रहणको प्रारम्भ 2081 साल चैत्रको 1 गते ग्रहण सूतक लाग्ने बिहानको 10:14 देखि बेलुकाको 2:32 यसको दोष रहनेछ। त्यस समयमा के गर्नुहुन्छ, के गर्नु हुँदैन भन्ने विषयमा पनि हामी जानकारी दिन गइरहेका छौँ। यो ग्रहणको अवधिमा खाना खाने, मलमूत्र त्याग्ने लगायत कसैलाई बन्धनमा राख्ने लगायत कुनै पनि शुभ कर्महरू यस समयमा गर्न मिल्दैन। आउनुस् राशिगत रूपमा कस्तो असर पर्छ त्यसलाई सुरु गरौँ। सर्वप्रथम मेष राशि हुने व्यक्तिको लागि सौख्यम भन्ने फल यो चन्द्रग्रहणले दिएको छ। तपाईलाई सुख सुविधाहरूमा प्रशस्त मन जाने खालको अवस्था, कतैबाट कुनै एङ्गलबाट तपाईले सुखका कामहरू गर्न सक्ने, मन प्रसन्न हुने खालका अवस्था तपाईलाई यो चन्द्रग्रहणले प्रदान गर्दैछ। सुख मिल्ने अवस्था, तपाईले नयाँ चिजहरू पाउन सक्ने खालको अवस्था, भनेको काम बन्न सक्ने खालको अवस्था यो चन्द्रग्रहणले तपाईलाई सौख्यम नाम गरेको फल दिँदैछ। र यो अर्को राशि वृष राशि। वृष राशिलाई चिन्ता नाम गरेको फल दिनेवाला छ। तपाईलाई यो वृष राशि हुने व्यक्तिलाई चन्द्रग्रहणले चिन्तामा पार्ने, समस्यामा पार्ने, पीडामा पार्ने, अप्ठ्यारो चुनौतीमा मोलिनु पर्ने यस्ता विविध घटनाक्रमहरू तपाईलाई दिनेवाला छ। यसर्थ चिन्तामा पर्ने वृष राशिहरूले भगवान चन्द्रमाको विशेष उपासना गर्नुपर्छ र तपाईले भगवानको नाम जप गरेर ओम नमः शिवाय मन्त्रको जप गरेर बस्नुभएको खण्डमा त्यस्ता चन्द्रग्रहणबाट हुने नराम्रा फलहरूबाट तपाईँ बच्न सक्नुहुनेछ। अनेक चिन्ता, समस्या, कष्टको चाहिँ योग बन्न जाँदैछ। वृष राशि हुने व्यक्तिहरू अति सावधान भएर यो ग्रहणलाई चाहिँ पालन गर्नुहोला। र यो अर्को मिथुन राशि। मिथुन राशि हुने व्यक्तिलाई व्यथा नाम गरेको फल दिनेवाला छ यो चन्द्रग्रहणले। व्यथा भन्ने बित्तिकै शारीरिक व्यथा हुन सक्यो, मानसिक व्यथा, पारिवारिक व्यथा, अनेक कलह द्वन्द्वको सामना गर्नुपर्ने खालको अवस्था, चिन्ताले सताउने खालको अवस्था, पीडामा रुमलिनु पर्ने खालको अवस्था यो मिथुन राशिलाई हुने गर्छ। सावधानी भएर भगवानको ध्यान गर्दै, उपासना गर्दै, ओम नमः शिवाय मन्त्रको जप गर्दै तपाईँ अगाडि बढ्न सक्नुहुनेछ। तपाईलाई यो चन्द्रग्रहणको नराम्रो फलले छुने छैन। र यो अर्को राशि कर्कट राशि। कर्कट राशि अत्यन्तै शुभ फल दिनेवाला छ। श्री प्राप्तिको संयोग बन्न जाँदैछ। कर्कट राशिलाई श्री प्राप्ति नाम गरेको फल मिल्नेवाला छ यो चन्द्रग्रहणमा। कर्कट राशिको लागि अनेक सुख सुविधाहरू प्राप्त गर्न सक्ने, भनेको समय व्यतीत हुन सक्ने, इच्छाएको सम्पूर्ण कामहरू बन्न सक्ने र विशेष त तपाईले सन्तानको प्लानिङ गर्दै हुनुहुन्थ्यो भने राम्रो एउटा सुकुमल कन्याको जन्म हुन सक्ने, अथवा चाहिँ आफ्नी श्रीमती, अर्धाङ्गिनी अथवा परिवारसँग मित्रवै सम्बन्ध गराउन सक्ने र धनलक्ष्मीको प्राप्ति हुन सक्ने शुभ राम्रा योग अवसरहरू कर्कट राशि हुने व्यक्तिलाई यो चन्द्रग्रहणले प्रदान गर्दैछ। र यो सिंह राशि। सिंह राशिको लागि क्षति नाम गरेको फल दिँदैछ। यिनीहरूलाई क्षति हुनेवाला छ। अनेक प्रकारको क्षति बेहोर्नु पर्ने अवस्था यो सिंह राशिलाई गराउनेछ चन्द्रग्रहण दोषले। तसर्थ अनेक क्षति, मानसिक चिन्ता, परेशानी, समस्या, कष्ट, व्यथा, क्षति, आफूसँग भएका कुराहरू हराउन सक्ने, भएको पैसा कसैले चाहिँ खाइदिएर भाग्न सक्ने, तपाईमाथि कसैले धावा बोल्न सक्ने र तपाईलाई डोमिनेट पार्नको लागि, हराउनको लागि, तपाईलाई नराम्रा घटनाक्रममा मोल्नको लागि
तपाईलाई अनेक तपाईका जालजेल गर्ने साथीहरूले, मित्रहरूले अथवा जानेका व्यक्ति अथवा नजानेका व्यक्तिहरूले तपाईलाई चाहिँ नि झुट्टा आरोपहरू लाग्न सक्ने खालको अवस्था पनि गराइदिन्छन्। क्षतिको संयोग बन्दैछ। तसर्थ सिंह राशि हुने व्यक्तिहरू सावधान भएर चल्नु होला। र रह्यो कन्या राशि, कन्या राशिलाई पनि घातको योग बन्दैछ, घातको फल दिँदैछ। आफ्ना नजिकका व्यक्तिहरूबाट घात अपघातहरू सहनु पर्ने खालको अवस्था सृजना गराउँदैछ। तसर्थ कन्या राशि हुने व्यक्तिहरू पनि सावधान भएर चल्दा नै यहाँको लागि समय राम्रो बितेर जानेछ। र घात शब्दलाई नै अन्य विविध कारणले बोल्दै जानुपर्दा, बुझ्दै जानुपर्दा तपाईका हरेक विषयमा तपाईले सोचेको भन्दा विपरीत फल दिने अवस्था गराउँदैछ कन्या राशि हुनेलाई। तसर्थ कन्या राशि हुने व्यक्तिहरूले चन्द्रमाको विविध उपाय गरेर, उपचार गरेर पनि अगाडि बढ्नु होला। चन्द्रमालाई बिल्कुल हेर्ने काम नगर्नु होला, तपाईलाई अति नै पिर्ने काम गर्छ। अब रह्यो तुला राशि, तुला राशिको लागि खर्चको योग व्यय हुने खालको अवस्था बनाउँदैछ। तपाईको अनावश्यक काममा खर्च हुने खालको अवस्था, नचाहिने चिजमा तपाईको पैसा चाहिँ गुम्ने खालको अवस्था गराउँदैछ। तसर्थ यो कुरा पनि तपाईँ अलिकति सावधान भएर चल्नु होला। चाहिने कुरा भन्दा नचाहिने चिजमा तपाईको खर्चको योग बन्न जाँदैछ। तुला राशि हुने व्यक्तिहरू सावधान भएर बस्नु होला। ठिक ठाउँमा लगानी गर्छु भनेर तपाईँ प्लानिङ गर्दै हुनुहुन्छ भने उल्टो ठाउँमा तपाईको लगानी पर्नेवाला छ। वृश्चिक राशिको लागि अत्यन्तै राम्रो है। अब 7.5 शनि, अढैया शनि, फलानो यो त्यो भनेर जुन पीर चिन्तामा तपाईँ पर्नु भएको छ, ती सम्पूर्ण पीर चिन्ताहरू केही समयको लागि यो वृश्चिक राशि हुने व्यक्तिको लागि हराएर जाँदैछ। लाभ नाम गरेको फल तपाईले पाउँदै हुनुहुन्छ। यसर्थ वृश्चिक राशिको लागि लाभै लाभको योग बन्न जाँदैछ। सम्पूर्ण कार्यमा तपाईको कुशलतापूर्वक सम्पन्न हुन सक्ने खालको अवस्था, परदेश यात्राको योग बन्न सक्ने, जागिरका योगहरू बन्न सक्ने, प्रमोसनका योगहरू बन्न सक्ने खालका एउटा राम्रो सुखको अवसर चाहिँ तपाईले प्राप्त गर्न सक्नुहुन्छ। वृश्चिक राशिको लागि अत्यन्तै राम्रो फल दिएको छ वृश्चिक राशि हुनेलाई चन्द्र ग्रहणले। धनु राशि, धनु राशिको लागि पनि अत्यन्तै सुखको फल दिँदैछ। सुखम नाम गरेको फल तपाईले पाउँदै हुनुहुन्छ। धनु राशिलाई अनेक सुख सुविधाहरू मिल्न जाने, भनेको सम्पूर्ण कामहरू बन्न सक्ने, तपाईको मनोकांक्षा पूर्ण हुन सक्ने, जुन इच्छाले तपाईँ आजसम्म चल्दै हुनुहुन्छ, जुन समस्याले तपाईँ ग्रसित हुनुहुन्छ, ती सम्पूर्ण समस्याबाट तपाईँ मुक्त हुन सक्ने खालको एउटा शुभयोग पनि निर्माण गर्न जाँदैछ। धनु राशिलाई पनि बधाईको साथमा अगाडि बढ्नुहोला भन्न चाहन्छु। र यो अर्को राशि मकर राशि, मकर राशिको लागि माननाश नाम गरेको फल दिएर जाँदैछ। यो चाहिँ विशेष तपाईको चन्द्रग्रहण दोषले, चन्द्रग्रहणको दोषले मकर राशिलाई माननाशको फल दिँदैछ। त्यो कारणले गर्दा मान प्रतिष्ठामा आघात पुग्न सक्ने, तपाईले भनेका व्यक्तिहरूलाई जसरी तपाईले सम्मान गर्नुहुन्छ तिनीहरूबाट तपाईले भनेअनुसारको सम्मान पाउन नसक्ने, पदच्युत हुन सक्ने, खाइसकेको जागिरमा पनि तपाईलाई समस्या पर्ने, आउन पर्ने ठाउँबाट पैसा आउन नसक्ने, यस्ता विविध प्रकारका तपाईलाई मान सम्मानमा आघात पर्ने खालका विभिन्न घटनाक्रमहरू तपाईले भोग्न सक्ने खालको अवस्था गराउँदैछ। त्यसर्थ तपाईले भगवान चन्द्रमाको राम्रोसँग उपासना गरेर ओम सोम सुमाय नमः मन्त्रको जप गरेर अगाडि बढ्नुहोला। र यो अर्को राशि कुम्भ राशि, कुम्भ राशिलाई कष्टम नाम गरेको फल दिएर जाँदैछ यो चन्द्रग्रहणले। तसर्थ कुम्भ राशि हुने व्यक्तिलाई अति कष्ट पर्न जाँदैछ। तपाईलाई कष्टै कष्ट, तपाईले भनेको कुराभन्दा विपरीत फल दिन्छ। कष्ट हुने नै भयो, समस्या पर्ने नै भयो, आफ्ना मान्छेहरूसँग द्वन्द्व हुने, भनेको कुरा केही पनि नहुने, होइन आउँदैछ भनेर कुरेको सामान पनि आउन नसक्ने, साथीभाइहरूसँग झैझमेला, परिवारसँग कलह, मुद्दा मामिलाका योगहरू, मनमा मानसिक चिन्ता र परेशानीको संयोगहरू तपाईँको लागि बन्दैछ। तसर्थ कुम्भ राशि हुने व्यक्तिहरू पनि सतर्क भएर चल्नुहोला। तपाईँले पनि भगवान भोलेनाथको नाम अथवा चन्द्रमाको नाम गरेर अगाडि बढ्नुहोला। तपाईँले शुभफल प्राप्त गर्न सक्नुहुनेछ। र यो अर्को राशि अन्तिम राशि मीन राशि, मीन राशिलाई पनि स्त्री पीडा, तपाईँ पुरुष हुनुहुन्छ अथवा स्त्री नै हुनुहुन्छ भने स्त्री पीडा भन्ने नाम गरेको तपाईँलाई फल दिन जाँदैछ। तपाईँका साथीभाइ, इष्टमित्र, बन्धुबान्धव अथवा कुनै स्त्रीसँग तपाईँको संयोग छ, मिलन छ, आत्मीयता छ भनेदेखि तिनीहरूसँग विवादको योग बन्न जाँदैछ। मनमुटु घनिष्ठता छ भनेदेखि त्यो सम्बन्ध तपाईँको तोडिन जाँदैछ। तसर्थ स्त्रीहरूसँग तपाईँ अत्यन्तै सावधान भएर, चनाखो भएर, अलिकति एलर्ट भएर सावधान भएर नै चल्नु तपाईँको लागि राम्रो मानिन्छ। स्त्री पीडाको फल दिनु कारणले गर्दाखेरि घरमा तपाईँका स्त्रीहरू, सन्तानहरू अथवा आफ्ना पत्नीहरू अथवा चाहिँ तपाईँले तपाईँका दिदीबहिनीहरू, उनीहरूसँग पनि त्यति राम्रो सम्बन्ध नहुन सक्ला र उनीहरूको कारणले गर्दा तपाईँलाई पनि अब्जसहरू पाउन सक्ने खालको अवस्था गराउँछ। रोग बिमारको कारणले गर्दा तपाईँको स्त्रीहरू
तपाईँहरूलाई समस्यामा पार्ने खालको अवस्था पनि गराउन जाँदैछ। तसर्थ तपाईँ पनि सावधान भएर चल्नुहोला।